नजिकिदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको 15 स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ। ट्राफिक प्रहरीले शिवप्रदी र नाडाको सहयोगमा तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्र यात्रु सहायता कक्ष स्थापना गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार नयाँ बस पार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चाबहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, बाटो, बल्खु, दक्षिण काली, सुन्दारा र साङ्गामा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको हो। उक्त स्थानको यात्रु सहायता कक्ष आजदेखि सञ्चालनमा आउँदैछ। यात्रुको सहज आवाजावतका लागि सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागेको हो भन्दै उनले भने, यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायी सहितको टोलीले तोकिएको भाडा दर भन्दा बढी भाडा लिए नलिएको, लामो दूरीका सवारी साधनमा 2 जना चालक भए नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर सुमारले जानकारी दिए। यस्तै यात्रु सहायता कक्षले प्रत्येक टिकट काउन्टरमा भाडा दर टाँस्न लगाउनेछ। जिल्ला